नमस्ते साथीहरू, म छु विष्णुबा अर्जुन। आज म टिपर चलाउँदैछु। तपाईँ पछाडि टिपर लोड भइरहेको देख्न सो हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म टिप्पर चलाउँदैछु। यो मेरो फर्स्ट भ्लग हो। सबैजनाले माया देखाइदिनु होला र म रेडी भएर टक्क जाँदैछु। अहिले चाहिँ म टिप्पर भएको ठाउँमा जाँदैछु। म त्यहाँ साइडमा राखेको छु। अहिले चाहिँ खाली छ टिप्पर चाहिँ, अनि टक्क लाएर म चाहिँ जान्छु एक्सकाभेटर भएको ठाउँमा। टक्क यहाँ गाडी स्टार्ट गरेँ। अब चाहिँ म यहाँबाट निस्किन्छु, सरर लाएर निस्किन्छु। भित्रबाट चाहिँ मैले भवालै डेकोरेट गरेको छु, भवाल देखिरहेको होला होइन। सबै कुराहरू राखेको छु र बाहिरबाट हेर्दा यस्तो देखिन्छ टिप्पर। धोइधाइ गरेर सब रेडी बनाएर राखेको थिएँ मैले चाहिँ। देख्न सक्नुहुन्छ भवाल देखिरहेको सरर हिँडिरहेछ। दामी देखिया रेड कलरमा, टक्क व्हाइट सबै यता मोडिफाईहरू गरेको दामी देखिरहेको। टक्क यहाँबाट चाहिँ अब हाइवेमा छिर्छु म चाहिँ। हाइवेमा आइयो अहिले चाहिँ। टक्क हाइवेबाट सरर जानुपर्छ। हामी चाहिँ अगाडि एउटा कार रहेछ, सरर रन्काउँदै ढिला नगरिकन म चाहिँ सिधै एक्सकाभेटर भएको ठाउँमा जाँदैछु आफ्नो लोड लिन। आफ्नो टिप घुमाउनु त भएन। टक्क म चाहिँ अब डाइरेक्ट आइसकेँ यहाँनिर कन्स्ट्रक्सन भएको ठाउँमा। अब यहाँनिर मैले गिटी हाल्नुपर्ने हुन्छ र मैले यहाँनिर साइडमा पार्किङ टक्क मिलाएर राखिदिनुपर्छ, एक्सकाभेटरलाई पनि सजिलो होस् हाल्नलाई। तब ब्याक गर्नु पऱ्यो, यहाँनिर टक्क ब्याक गरेर राखिदिन्छु। अनि लोड भएपछि चाहिँ म तपाईँलाई देखाउँछु। नमस्ते साथीहरू, म छु विष्णुबा अर्जुन। आज म टिपर चलाउँदैछु। तपाईँ पछाडि टिपर लोड भइरहेको देख्न सक्नुहुन्छ। टिप्पर चाहिँ लोड भइसक्यो। अब म चाहिँ टक्क यहाँबाट सुस्त जानुपर्छ। ओभरलोड भएछ, गाडी पनि हरिर ढल्किरहेछ। टक्क लाएर हरिर लचक्क भएछ कि गाडी त। सुस्त जानुपर्छ। अब चाहिँ यहाँबाट धेरै रन्काउन पनि हुँदैन हामीलाई। धेरै स्पिड गयो भने पनि गाह्रो हुन्छ। फेरि फर्स्ट टाइम चलाउँदैछु, धेरै पछि चलाउँदै हो। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। यो चाहिँ बस सिमुलेटर इन्डोनेसिया गेम हो। सबैजनाले डाउनलोड गरेर खेल्न सक्नुहुन्छ। लिङ्क चाहिँ मैले तल डिस्क्रिप्सनमा राखिदिन्छु। अनि त्यहाँ गएर चाहिँ डाउनलोड गरेर चाहिँ मजाले खेल्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो दोस्तको नेपाली ट्राफिक मोड हो, अन्सु गेमिङ भनेर छ। उसको लिङ्क पनि मैले तल डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँ गएर डाउनलोड गरेर चाहिँ यो यो ट्राफिक मोड चाहिँ लगाएर खेल्न सक्नुहुन्छ। यो चाहिँ धेरै भएको छैन, लन्च भएको 1 विक जति हुन लागेको हो। मैले पनि डाउनलोड गरेर मस्त खेलिरहेको थिएँ। यसमा चाहिँ जस रमाइलो म्यापहरू अनि त्यहाँबाट लुक्सहरू चाहिँ बवाल छ। हर्नहरू भयो, सबै स्टियरिङहरू दामी देखिरहेको छ। भवाल लाइटिङ चाहिँ रेड कलरको हालेको रहेछ उसले चाहिँ। त्यसमा चाहिँ कल्पना एयरबस आउँछ तपाईँ सुरुमा। यो टिप्पर म्याप पनि लोड गरेर टिप्पर मोड पनि डाउनलोड गरेर तपाईँहरू एड गर्न सजिलै सक्नुहुन्छ। कसरी गर्ने भनेर उसैले सिकाएको छ। उसको च्यानलमा गएर हेर्न सक्नुहुन्छ। एआई भिडियोहरू बनाउने कसरी भनेर मेरो पुरानो च्यानल अर्जुन सुनाम 225 भनेर छ, त्यसमा गएर पनि भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ मेरो बस नोभा अर्जुन भनेर न्यू च्यानल हो। सबैजनाले माया देखाइदिनु होला गाइज। त्यसमा चाहिँ अलिकति प्रब्लमहरू भएको भएर मैले त्यसबाट भिडियो अपलोड गर्न पाएन। त्यही भएर चाहिँ यो नयाँ च्यानल खोलेको। सबैजनाले त्यसमा जसरी नै माया देखाइदिनु पऱ्यो गाइज। अब यो चाहिँ नयाँ च्यानलमा अलिकति राम्रो होस् भन्ने चाहिँ म आशा गर्नेछु। त्यसमा हल्का खै केही प्रब्लमहरू भएको रहेछ, त्यही भएर अपलोड गर्दा पनि अलिकति पब्लिस नभएको जस्तो भइरहेको छ क्या। त्यही भएर चाहिँ म नयाँ च्यानल खोलेको। यसमा पनि छिट्टै माया देखाइदिनु पऱ्यो गाइज। यहाँबाट हामी अफरोडतर्फ जाँदैछौँ। ओहो कता हिलो रहेछ यहाँनिर चाहिँ। ओहो लास्ट हिलो बल 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 निक्लिँदैछ। त्यो बसहरू पनि फस्दैछ टक्क लाएर। अब यहाँबाट उकालो बाटो, हामी पाहाडको बाटोमा आइसकेको छौँ। लास्ट उकालो छ, अफरोड पनि छ यहाँनिर। डेन्जर अफरोड छ क्या, फेरि उकालो रहेछ यहाँनिर। बाटो हल्का चिप्लो पनि छ, फेरि पानी पर्ला जस्तो पनि भइरहेको छ। पानी पऱ्यो भने त फेरि गाह्रो हुन्छ नि यार। बाटो यस्तो बाटो मात्रै छ क्या, मतलब माटोको बाटो छ क्या। यहाँ माटोको बाटो छ। अब पानी पऱ्यो भने त अभियसली हिलो भइहाल्ने हो। हिलो भइसकेपछि त फेरि गाह्रो हुन्छ। पहाडी चाहिँ रातो माटोले अलि ठाडै उकालो रहेछ कि यहाँनिर चाहिँ, हल्का उकालै रहेछ। त्यहाँनिर बस अड्किरहेको रहेछ। फेरि के भएछ त्यो बसलाई। म चाहिँ जाँदैछु सुस्त उकालो बाटो भएन। जेस टिप्परको पिकअप चाहिँ बवालै लाग्यो है।
उकालो फेरि ओह्रालो आइसक्यो फेरि यहाँनिर चाहिँ एकदम ध्यान दिएर चलाउनुपर्छ ब्रेक एकदम आफ्नो हिसाब ब्रेकमै भर पर्नुपर्छ फेरि बस अड्के रहेछ यहाँनिर ल फेरि कताबाट जाने त माथिबाट छिराएर लैजानु पऱ्यो मिल्छ होला अलिकति बिस्तारै लैजानु पऱ्यो ठोक्किने हो कि भन्नुपर्ने फेरि ओइ नभन्दै बल्ल निकाल्यो तर ठोक्कियो चाहिँ बस चाहिँ ठोक्कियो अब के गर्ने त जानु पऱ्यो पानी परेर हो कि के हो यहाँनिर अलिक चिप्लो रहेछ बाटो चाहिँ ओहो हरि चिप्लो ओइ 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 धन्नै यार यो ट्रकले ब्याक गरेर साइड दियो यार नभए त गाह्रो हुने टक्क ओह्रालो गर्दैछ गाडी चाहिँ ओइ 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 गयो धन्नै बचियो यार बाल बचियो ओइ ओइ के भएको हरि चिप्लो रहेछ कि बाटो त यहाँनिर अरू यहाँनिर चाहिँ हल्का चिप्लो रहेछ मेरो कि अटोमेटिक ढोका खोल्यो त यहाँनिर भन्दै पानी पऱ्यो फेरि पानी परिरहेछ फेरि हरिकै पानी पऱ्यो बिजुली पनि चम्किरहेको फेरि यहाँनिर चाहिँ अब चिप्लो हुने भयो हरिक बाटो चाहिँ चिप्लो हुने भयो माटो गिटी पुऱ्याउनु पर्ने अलि अगाडि हो हरिक चिप्लो रहेछ बाटो चाहिँ ढोका लगाउनु पऱ्यो यहाँनिर कारहरू पनि रोकिरहेको पानी परेर चिप्लो बाटो त पानी परेको हरिक कार लस्किरहेको पहाडीबाट ब्रेक हान्यो भने त सियोरै जाने हो यहाँनिर चाहिँ हो उताबाट पनि हरिक गाडी आइरहेको छ फेरि आम्मामा हाइवे आइकारहरू पनि ट्याङ्करहरू सब आइरहेको छ ओइ 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 के भयो ल हरिक चिप्लो ओइ ओइ ल है ओ हरिक अड्क्यो यार गाडी त यहाँनिर चिप्लेर स्वाट्टै गयो क्या ब्रेक हान्छु भनेर ल प्याक भयो ओइ 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 जान्छ क्या ल ल ओइ गाडीबाट झर्ने हो कि हेट के भएको ल अगाडि जान्छ कि ए ला फेरि गयो गाडी चाहिँ यहीँ फस्यो गाइज अब भिडियो चाहिँ यहीँसम्म थियो मेरो थ्याङ्क यू सो मच फर वाचिङ